जसको इम्युनिटी कम छ उनी बढी रिस्कमा छ नि त। कुनै न कुनै लेभलमा चाहिँ क्रोनिक इन्फ्लेमेसन चाहिँ भइरहेको हुन्छ क्या शरीरमा। त्यसैले गर्दाखेरि चाहिँ अब नो वान इज इम्युन टु एयर पोल्युसन भनेर हाम्रो बुझ्दा राम्रो होला। सो इन्डोर एयर पोल्युसन र आउटडोर एयर पोल्युसनमा चाहिँ विच वान इज मोर डेन्जरस? हामीले चाहिँ युजुअली चाहिँ अन्डर एस्टिमेट गरिरहेको हुन्छौँ होइन लङ हेल्थलाई चाहिँ। छाती दुख्यो भन्ने बित्तिकै मुटु नै दुख्यो भन्ने जस्तो हुन्थ्यो है। मुटुभन्दा ठुल्ठुला दुईवटा अङ्गहरूले मुटुलाई बिचमा बेरेर राखेका छन् भन्ने कुरा बिर्सिनु भएन। नर्मल्ली कसैले स्मोकिङ गरिरहेको छ भने हामीले केही सोच्दैनौँ कि हामीलाई हेल्थ हाजर्डहरू चाहिँ के हुन सक्छ भनेर। के इफेक्टहरू चाहिँ हामीलाई हाम्रो लङ्सलाई गर्न सक्ला? सबभन्दा बढी चाहिँ क्यान्सर गराउने तत्त्वहरू त्यो हो सिगरेटको एउटा आजकल नयाँ टर्म आएको छ कि एउटा इभाली भनेर होइन, सिगरेट एन्ड भेपिङ एसोसिएटेड लङ इन्जुरी। के कुरामा चाहिँ याद गर्नु पर्यो त जो कोभिड भइसक्नु भएको छ? हामीले कोभिडले चाहिँ लङ्सलाई मात्रै असर गर्ने होइन कि ओभरअल साइकाइट्रिक इस्युजहरू पनि आउन सक्छ। मान्छे चाहिँ अब पिटिएसडी भन्छ, पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डरहरू भन्छ होइन। सो अलिकति सनलाइट आइसकेपछि हिँड्नुपर्छ भन्ने कुरा चाहिँ इज द्याट मिथ अर इज द्याट रियल? सर्जिकल मास्कले चाहिँ कतिको वर्क गर्छ? त्यस्तै गरेर चाहिँ मुटुमा जाने रगतको नसाहरू हुन्छ नि तिनीहरूलाई पनि सङ्कुचित गराइदिएर त्यसले गर्दा मुटुमा पनि ब्लड सप्लाई कम हुन्छ। अनि त्यसैले गर्दाखेरि चाहिँ सडनली मर्निङ वक गएको मान्छे हार्ट एट्याक भएर चाहिँ ढल्ने पनि सम्भावना चाहिँ रहन्छ। Welcome to Podcast Verse. हेलो नमस्ते एन्ड वेलकम टु पोडकास्ट वर्स। हामी होस्ट सुधा। आज हामी आइसकेको छौँ अर्को एपिसोड लिएर हेल्थ सिरिजमा, जहाँ हामी कुरा गरिरहेको छौँ तपाईँहरूको हेल्थसँग रिलेटेड थुप्रै टपिक्सहरूमा हाम्रो एक्सपिरियन्स गेस्टहरूसँग, एक्सपिरियन्स डक्टर प्लस हेल्थ पर्सनल्सहरूसँग। सो त्यस्तै आज हामी एकदमै इम्पोर्टेन्ट टपिक लिएर आइसकेको छौँ जुन चाहिँ छ हाम्रो रेस्पिरेटरीसँग रिलेटेड। ओके, सो एभ्री डे वी आर ह्याभिङ रेस्पिरेटरी इस्युज होइन। सो पोल्युसनसँग त्यति नै धेरै एक्सपोजर छौँ। स्मोकिङ, डस्ट भनौँ, इन्डोर पोल्युसन, आउटडोर पोल्युसन, सँगसँगै विन्टर इज कमिङ होइन। सो एकदमै धेरै रेस्पिरेटरी इस्युजहरू बढ्नेवाला छ। सँगसँगै कोभिडको स्ट्याटसहरू के छ कस्तो छ हामीलाई केही पनि आइडिया छैन। सो यो सबै कुराहरू ट्याकल गर्नको लागि चाहिँ वी हेभ आवर स्पेसल गेस्ट। ओके, सो हि इज डक्टर स्नेहा बन्धु रेग्मी। सो उहाँले आफ्नो कम्प्लिट गर्नुभयो MBBS र सँगसँगै MD र अहिले उहाँ हुनुहुन्छ डिपार्टमेन्ट अफ पल्मोनोलोजी DUTSमा। सो उहाँले एभ्री डे थुप्रै केसेसहरू हेरिराख्नु भएको छ, कम्प्लेक्स केसेसहरू डायग्नोस प्लस ट्रिटमेन्टमा हेल्प गरिरहनु भएको छ र सँगसँगै आफ्नो एक्सपिरियन्स एक्सपर्टिज लिएर चाहिँ हाम्रो पोडकास्ट होस्टमा पनि आइरहनु भएको छ। ओके, वेलकम टु पोडकास्ट फर्स्ट डक्टर स्नेहा। सो लाइक हजुरको एक्सपिरियन्स चाहिँ अहिले पल्मोनोलोजी अथवा रेस्पिरेटरी सिस्टममा चाहिँ कस्तो भइरहेको छ हजुरको एक्सपिरियन्स, ओभरअल एक्सपिरियन्स चाहिँ? मैले रिसेन्टली 2 इयर्स जस्तो चाहिँ पल्मोनोलोजीमा रहेर काम गरिरहेको छु। यो 2 इयर्समा चाहिँ मैले लट अफ रेस्पिरेटरी केसेसहरू देखिरहेको छु है। अब बेसिकल्ली हामी त अझ काठमाडौँमा छौँ जहाँ भनेको चाहिँ एयर पोल्युसन चाहिँ एकदमै हायर डिग्रीमा छ। वर्ल्ड वाइडै हेर्ने हो भने पनि अब वान अफ द पोल्युटेड सिटिजमा पर्छ हाम्रो काठमाडौँ होइन। त्यसैले गर्दा रेस्पिरेटरी इलनेसेसका केसेसहरू धेरै नै भेराइटी अफ केसेसहरू चाहिँ मैले देखिरहेको छु अहिले चाहिँ। ओके, सो मोस्ट कमन इस्युजहरू चाहिँ रेस्पिरेटरी इस्युजहरू चाहिँ हजुरले अहिले ओपिडीमा चाहिँ के कुरा अथवा जेनरल हस्पिटलमा चाहिँ के कुराहरू देखिरहनु भएको छ? हाम्रो अब डेभलपिङ कन्ट्रीमा छौँ नि त हामी, त्यसैले गर्दाखेरि चाहिँ सबभन्दा बढी केसेसहरू चाहिँ इन्फेक्टिभ केसेसहरू नै हुन्छ। अब इन्फेक्सनमा चाहिँ हजुरको निमोनिया भयो होइन, अर्को चाहिँ अप्पर रेस्पिरेटरी ट्र्याक्ट इन्फेक्सन भन्छौँ जसमा हामीले फेरिन्जाइटिस, ल्यारिन्जाइटिस होइन, अथवा सिम्पल राइनाइटिस पनि होइन चाहिँ हुनसक्छ। अर्को भनेको चाहिँ अब एयर पोल्युसनलाई नै हामीले लिङ्कअप गर्ने हो भनेदेखि चाहिँ अब इरिटेन्ट्सहरूले गर्दाखेरि चाहिँ हजुरको एलर्जीले गर्दाखेरि र अथवा अरू इरिटेन्ट्सहरूले गर्दाखेरि पनि त्यसले पनि हाम्रो एयरवेलाई चाहिँ असर गरिरहेको हुन्छ। अब त्यस्तै गरेर अब अकुपेसनल एक्सपोजरको कुराहरू हुन्छन् होइन। अब कतिपय मान्छेहरूले कार्पेट इन्डस्ट्रीमा काम गरिरहेछ भने त्यसबाट निस्किने त्यो सानो सानो रेसाहरू हुन्छ, त्यसले असर गर्छ है। अनि त्यस्तै गरेर अर्को भनेको चाहिँ हजुरको घरमै काम गर्ने, हाउसहोल्डमै काम गर्ने मान्छेहरूलाई पनि अब यदि त्यहाँ चाहिँ बायोमासको एक्सपोजर छ भने है, बायोमास भन्नाले चाहिँ हजुरको दाउरा अथवा चाहिँ तराईतिर हामीले परालको गुइँठालाई युज गर्छौँ सोर्स अफ फ्युलको रूपमा होइन। त्यो जल्दाखेरि निस्किने जुन त्यो धुवाँ हुन्छ, त्यो धुवाँमा चाहिँ सानो सानो पार्टिकल्सहरू हुन्छ कि है, त्यसले चाहिँ पनि हाम्रो लङ्सलाई चाहिँ असर गरिरहेको हुन्छ। ओके, सो यो सबै कुरा त हामीले गर्नेवाला छौँ होइन, इच बाई इच लाइक कि पोल्युसनको कुरादेखि लिएर स्मोकिङको कुरादेखि लिएर बायोमासको फिलकोदेखि लिएर इफेक्ट गर्दैदेखि लिएर सबै कुराहरू चाहिँ अहिले हामीले गर्नेवाला छौँ यो सिनेरियोमा चाहिँ है। सो अब एयर पोल्युसनको केसमा त नेपालमा हजुरले भनि नै सक्नुभयो वान अफ द मोस्ट पोल्युटेड सिटीमा पनि गनिन सक्छ होइन, जहाँ चाहिँ WHO को गाइडलाइन
रेफरेन्सको लागि दिएको भनेको चाहिँ उसले म्याक्सिमम 5 mcg per मिटर क्युब होइन त्यति दिएको छ भने काठमाडौँको अहिले छ अराउन्ड 42 to 50 mcg पर मिटर क्युब छ भने अझ विन्टर आउँदैछ विन्टरमा इट वाज अलमोस्ट क्यान रिच अप टु 70 to 150 mcg पर मिटर क्युबसम्म पनि पुगिरहेको हुन्छ सो यसले चाहिँ हाम्रो लङ्समा चाहिँ कतिको इफेक्ट गरिरहेको छ त 150 मात्रै होइन 300 सम्म पनि पुग्न सक्ने चाहिँ जोखिम चाहिँ रहन्छ नै होइन पुगेको पनि छ है पहिलाको डाटाहरू हेर्ने हो भने र अनि विन्टर सिजनमा मेनली चाहिँ यो एयर पोल्युसन चाहिँ बढ्नुको कारण चाहिँ के हो भन्दाखेरि युजुअली ग्राउन्ड लेभलमा भएको जुन एयर हुन्छ त्यो चाहिँ ग्राउन्डसँग एक्सपोज भनौँ न ग्राउन्डसँग कन्ट्याक्टमा भएको बेला चाहिँ लिटली कोल्ड हुन्छ होइन अनि त्यो चाहिँ के हुन्छ त भन्दाखेरि ट्र्याप्ड हुन्छ कि एउटा लेयर अफ एयर चाहिँ के हुन्छ त भन्दाखेरि ट्र्याप्ड हुन्छ त्यही होइन जसले गर्दाखेरि चाहिँ त्यो चाहिँ बाहिर निस्किन नपाइसकेपछि त्यसैले गर्दाखेरि त्यो चाहिँ इट गेट्स मिक्स्ड विथ मल्टिपल अदर कम्पोनेन्ट्स के जस्तै पार्टिकुलेट म्याटर्सको कुरा गऱ्यौँ हामीले होइन सानो सानो पार्टिकुलेट म्याटर्सहरू साइजको आधारमा 2.5 अथवा 10 भनिन्छ हामीले होइन त्यस्तै गरेर कार्बन मोनोक्साइड भयो होइन त्यस्तै गरेर हजुरको सल्फर डाइअक्साइड भयो त्यस्तै गरेर हजुरको नाइट्रस अक्साइडहरू भयो ओजोन भयो है यिनीहरू सबैको मिक्सचर भएर अनि त्यो सबै चाहिँ के हुन्छ त भन्दा कोल्डमा कन्डेन्स्ड हुने भयो एउटा त अर्को भनेको चाहिँ कोल्ड एक्सपोजरले गर्दाखेरि अलिकति ओभर क्राउडिङ पनि हुने भयो कोल्डमा हामी सकेसम्म वी ट्राई टु लिमिट आवर सेल्फ इन्डोर्स होइन अनि त्यसले गर्दाखेरि भयो होइन अनि यी सबै फ्याक्टर्सहरूले गर्दाखेरि चाहिँ कोल्ड विन्टर्सहरूमा बेसिकल्ली चाहिँ यो एयर पोल्युसनको मात्रा पनि बढ्ने र त्यसको असरहरू पनि बढियो होइन ओके सो यसले गर्दाखेरि चाहिँ होइन कुन कजेसहरू लाइक कजहरू चाहिँ आउन सक्छ अथवा केले चाहिँ यसले रेस्पिरेटरी इस्युजहरू चाहिँ के आउन सक्छ यसले चाहिँ अब चिसोले कहिलेकाहीँ एउटा त चिसो मात्रैलाई लिङ्कै गरौँ न पहिला सुरुमा होइन चिसो मात्रैले पनि हजुरको के हुन्छ भन्दाखेरि चाहिँ ब्रोन्कोस्पाजम भन्छौँ हामीले एयरवेलाई अलिकति न्यारोइङ गराइदिन्छ कि चिसोसँग एक्सपोज हुने बित्तिकै नै होइन अब एयरवे न्यारो हुने बित्तिकै मान्छेलाई रेस्पिरेटरी सिम्पटम त आउने भइ नै हाल्यो होइन अर्को भनेको चाहिँ कोल्डसँगै एसोसिएटेड अथवा विन्टरसँग एसोसिएटेड चाहिँ हजुरको त्यही हामीले भनेको एयर पोल्युसनहरूले गर्दाखेरि पनि त्यसले पनि के गर्छ त भन्दा एयरवेजले अलिकति इरिटेट गर्ने भयो सानो सानो पार्टिकुलेट म्याटर्सहरू छ भने त्यो त इभन सर्कुलेसनसम्म पुग्न सक्ने भयो त्यो शरीरका विभिन्न अङ्गहरूमा जाने भयो अनि त्यस्तै गरेर अर्को भनेको चाहिँ अब स्मोकबाट निस्किएको चाहिँ त्यो धुवाँले पनि त्यसले पनि हजुरको के गर्ने भयो त भन्दाखेरि चाहिँ शरीरमा सबैतिर एक्सेस पाउने भयो अनि यसरी चाहिँ यसले चाहिँ सबै मल्टी सिस्टमलाई चाहिँ यसले इन्भल्भ गर्न सक्छ ओके सो जसको चाहिँ आस्माहरूको इस्यु भइरहेको हुन्छ सिओपिडीको अलरेडी इस्यु छ उनीहरूलाई त अझ धेरै एग्राभेट गर्ने नै भयो यो कारणले गर्दाखेरि चाहिँ ओके सो रिक्समा चाहिँ को हुन्छन् यसको लागि चाहिँ किनभने एभ्री वान इज एक्सपोज होइन कोही पनि एक्सपोज नभएको भने त छँदै नै छैन सो रिक्स फ्याक्टर चाहिँ यिनीहरूलाई चाहिँ अझ बढी टेक केयर गर्नुपर्छ है भन्दाखेरि चाहिँ को छन् रिक्समा जसको इम्युनिटी कम छ उनी बढी रिस्कमा छ नि त होइन त्यही भएर जस्तै कि बच्चाहरू होइन जसको इम्युनिटी ग्रोइङ फेजमा हुन्छ तिनीहरू रिस्कमा हुने भए बुढाबुढी जसको चाहिँ इम्युनिटी अब चाहिँ म्याक्सिमम पुगेर डिक्लाइनिङ ट्रेन्डमा पुगिसकेको छ उनीहरू रिस्कमा हुने भयो त्यस्तै गरेर अलरेडी चाहिँ हजुरको एयरवेको प्रोटेक्टिभ मेकानिजम सबै इम्पेयर्ड भएको जस्तै कि एयरवेको प्रोटेक्टिभ मेकानिजम के हुनसक्छ भन्दा एयरवे हाम्रो एयरवे जुन छ त्यसको भित्र चाहिँ एकदम सानो सानो कपालभन्दा पनि मसिनो रेसाको चाहिँ सिलिया भन्ने चिजहरू हुन्छ होइन त्यसले चाहिँ के गर्छ कन्स्टेन्टली भन्दाखेरि एयरवेमा केही चिज नराम्रो भनौँ न हानिकारक चिजहरू आयो भने त्यसलाई पुस गरेर बाहिर फाल्ने काम गर्छ तर कुनै दीर्घ रोग भइरहेको मान्छेहरू जस्तो कि ब्रोन्काइटिस भन्छौँ अथवा इम्फाइसेमा भन्छौँ होइन यस्ता कुनै दीर्घ रोगहरू छन् भने तिनीहरूले चाहिँ के गर्छन् त भन्दा त्यो प्रोटेक्टिभ मेकानिजम्सलाई चाहिँ के गरिदिन्छ त भन्दा जेपरडाइज गरिदिन्छ जसले गर्दाखेरि त्यस्तो रेस्पिरेटरी इलनेसेस भएका पेसेन्टहरू अझै बढी चाहिँ एयर पोल्युसनको जोखिममा चाहिँ हुन्छ ओके सँगसँगै अरू सिस्टमिक डिजिजहरू भएको हुन्छ नि जस्तो हाइपरटेन्सनमा जो हुनुहुन्छ डायबिटिसमा जो हुनुहुन्छ अथवा अरू कुनै इस्युजहरू हुन्छ भने चाहिँ उनीहरू पनि रिस्क फ्याक्टरमा हुन्छन् अब कुनै पनि क्रोनिक डिजिज भन्ने बित्तिकै कुनै न कुनै लेभलमा चाहिँ क्रोनिक इन्फ्लेमेसन चाहिँ भइरहेको हुन्छ क्या शरीरमा त्यसैले गर्दाखेरि अब त्यो क्रोनिक इन्फ्लेमेसन भएको छ भनेपछि त्यसले चाहिँ कुनै न कुनै रूपमा डाइरेक्टली अथवा इन्डाइरेक्टली चाहिँ एयरवेलाई असर गरि नै रहेको हुन्छ होइन अब कतिपय केसेसहरूमा हामीले इभन हाइपरटेन्सन डायबिटिजमा पनि हजुरको एयर पोल्युसनलाई चाहिँ लिङ्क अप गरेर चाहिँ हेर्न सकिन्छ र स्टडिजहरूमा चाहिँ त्यसको रिलेसन देखिया पनि छ कि यसैले गर्दाखेरि चाहिँ अब नो वान इज इम्युन टु एयर पोल्युसन भनेर हामीले बुझ्दा राम्रो होला हजुर सो यसमा कुरा गर्दै जाँदाखेरि चाहिँ सँगसँगै इन्डोर एयर पोल्युसन पनि त्यति नै लेभलमा छ होइन अब अहिले जाडो आउँदै जाँदाखेरि त हजुरले भनिसक्नुभयो हामी वी आर टेन टु स्टेज इनसाइड होइन सँगसँगै हिटरहरू बालिरहेको हुन्छ त्यो गरेर सो इन्डोर एयर पोल्युसन र आउटडोर एयर पोल्युसनमा चाहिँ विच वान इज मोर डेन्जरस अब यस्तो छ हरेकको आफ्नै रिस्क त छ नै होइन अब इन्डोर एयर पोल्युसन हामीले पहिला सुरुमा चाहिँ अब बाहिरको धुलो मात्रै फोहोर हो घरभित्र त हामी सेफ छौँ भनेर सोचिरहेको हुन्थ्यौँ होइन तर त्यो कन्सेप्ट चाहिँ बिल्कुलै गलत भनेको बुझ्नु पऱ्यो हामीले है किन भन्दा इन्डोरमा पनि हामीले सोर्स अफ फ्युल चाहिँ के युज गरिरहेको छौँ त होइन जस्तै कि अब फायरवुडलाई नै सोर्स अफ फ्युलको रूपमा युज गरेका छौँ भने त हामी म्यासिभली एकदमै हाई डेन्जर
हाइली डेन्जरस चाहिँ जोनमा हामी छौँ भनेर बुझ्नु पर्यो होइन। इभन ग्यास स्टोभबाट निस्केको ग्यासमा पनि हामीले देख्न त देखिँदैन नाङ्गो आँखाले होइन, तर त्यहाँबाट पनि निस्किरहेको हुन्छ धुवाँहरू, पार्टिकुलेट म्याटर्सहरू निस्किरहेको हुन्छ होइन। अनि त्यस्तै गरेर अर्को भनेको चाहिँ हजुरको इभन हामीले कहिलेकाहीँ दालमा तड्का लगाउने बेलामा झैँया पार्छौँ नि है, सो त्यस झैँयाबाट पनि त्यसबाट पनि निस्केका पार्टिकुलेट म्याटर्सहरूले पनि इभन हामीलाई असर गर्न सक्छन् है त। हजुर अनि अर्को भन्नुभयो हजुरले ग्यास हिटरको कुरा गर्नुभयो होइन। हिटर पनि अब ग्यास हिटर, हेलोजन हिटर विभिन्न टाइप्सका पनि भए होइन। त्यसमा चाहिँ हजुरको बेसिकली ग्यास हिटरले चाहिँ अब कहिलेकाहीँ कार्बन मोनोअक्साइड चाहिँ त्यहाँबाट रिलिज भयो र त्यसले गर्दाखेरि कतिपय केसेसहरू छन् जसमा चाहिँ नुहाउँदा नुहाउँदै मान्छे बेहोस भएको भनेर सुनिन्छ हामीले होइन। उनीहरूले कार्बन मोनोअक्साइड पोइजनिङ भयो अनि इमर्जेन्सीमा रक्सु झर्नुपर्ने अवस्था हुन्छ होइन। रिलेटिभली हेलोजन हिटर्स चाहिँ रिलेटिभली सेफ छ है। अब आगोबाट हुने हजार्ड्स त छँदैछ होइन। अदरवाइज चाहिँ यो केरोसिन हिटर र त्यसपछि चाहिँ हजुरको ग्यास हिटर्सहरू चाहिँ अलिकति डेन्जरस भयो। अनि हेलोजन हिटर चाहिँ रिलेटिभली हामीले चाहिँ सेफ मान्न सकिन्छ थोरै भयो। ओके, सो इन्डोरमा पनि हामी त्यति नै लेभलमा पोल्युसनसँग चाहिँ एक्सपोज छौँ। डेफिनेटली सामने त्यो त। ओके, सो यसलाई चाहिँ अलिकति 2-3टा कुराहरू चाहिँ हामीले के गर्न सक्छौँ जसले गर्दाखेरि चाहिँ इन्डोर एयर चाहिँ हामीले सेफ गर्न सकौँला? अब एउटा मेन सोर्स अफ इन्डोर एयर पोल्युसन भनेको हाम्रो किचन हो होइन। त्यही भएर किचनमा के गर्न सकिन्छ भन्दाखेरि चाहिँ अब हामीले एउटा त चिम्नी राख्न सकियो होइन, किचनमा एउटा चिम्नीको व्यवस्था गर्न सकियो। अर्को भनेको एक्जस्ट फ्यान हुन्छ नि हाम्रो होइन, त्यो राखिरहेको हुन्छौँ हामीले। कतिपयले त युजै गर्दैनौँ, कतिपयको चाहिँ माथि चिम्नी चाहिँ पुरै चिपचिप भइसकेको हुन्छ, हामी माथि हेरे पनि हुँदैन होइन। अनि अब त्यहाँ हामीले के गर्न सकिन्छ त भन्दाखेरि कुनै पनि हामीले खानेकुराहरू पकाउन लाग्छौँ, केही गर्न लाग्छौँ भनेदेखि हामीले स्टार्ट गर्नुभन्दा अगाडि नै त्यो एक्जस्ट फ्यानलाई चाहिँ स्टार्ट गरिदिने होइन। अनि त्यसपछि बल्ल हाम्रो कुकिङ एक्टिभिटिजहरू के हो त्यो गर्न सकियो। अनि त्यसको 8-10 मिनट पछि अनि बल्ल चाहिँ त्यो हामीले एक्जस्ट फ्यानलाई क्लोज गर्ने है। त्यो गरियो भनेदेखि चाहिँ त्यहाँ भएको सबै हजुरको त्यो एयर पोल्युटेन्ट्सहरू भनौँ न, इन्डोर एयर पोल्युटेन्ट्सहरू चाहिँ बाहिर जाने भयो। एउटा त्यो भयो। अर्को भनेको चाहिँ सोर्स अफ फ्युलको रूपमा चाहिँ हामीले फायरवुडलाई अथवा चाहिँ बायोमासलाई चाहिँ सकेसम्म युज गर्नै भएन है त। अब कतिपय केसेसहरूमा के हुन्छ भन्दा इभन म आफै रिकल गर्छु, मेरो हजुरआमा होइन, उहाँले चाहिँ सी युज टु प्रिफर फायरवुड के होइन। दाउरा चाहिँ जाडोमा चाहिँ दाउरा बालेर चाहिँ खाना पकाउने, किन भन्दा त्यसको दुईवटा फाइदा छ। अब एउटा चाहिँ अब खाना पाकि नै हाल्ने भयो, अर्को चाहिँ पछाडि बारीसारीमा भएको चाहिँ अलिअलि दाउराहरू पनि युटिलाइज हुने भयो। अनि त्यसपछि चाहिँ अर्को भनेको चाहिँ खुसी भएर भन्नुहुन्थ्यो मैले त एउटा ग्यास सिलिन्डर चाहिँ एक्लै बस्छु म, त्यही भएर 1 वर्ष चलायो मैले भन्नुहुन्थ्यो होइन। अब त्यो 1 वर्ष ग्यास सिलिन्डर चलाएर आफ्नो लङ्सलाई ध्वस्त बनाएर त काम छैन नि त होइन। त्यही भएर चाहिँ अनि अब जाडोमा आगो पनि ताप्छु, खाना पनि पकाउँछु भन्ने डाइरेक्ट इफेक्ट त हामीले देखिएला होइन। अझ दाउरामा खाना पकाएको स्वाद पनि मिठो हुन्छ भनेर भनिएला हामीले भन्नलाई होइन। तर त्यसको डिलिटेरियस इफेक्ट्सहरू हामीले सोच्नु पर्यो एकचोटि है। अब यदि हामीले सबै कुराको बारेमा चाहिँ हामीले जानकारी गराउने हो भनेदेखि सायदै कसैले चाहिँ त्यसरी चाहिँ फायरवुडलाई चाहिँ युज गरेर खाना पकाउने काम चाहिँ गर्छ होला। राइट, हजुर। किनभने म्याक्सिमम सायद मोर देन 50% मान्छेहरू नै अर्को सोर्स अफ एनर्जीमा त डिपेन्ड हुनु नै छ होइन। बिसाइड ग्यासहरू, इलेक्ट्रिकबाट चाहिँ अहिले त अप्सन्सहरू पनि धेरै नै आइसकेको छ आउन चाहिँ। सो इट्स सिरियस त्यही हिसाबले नै गइरहेको छ। सो यो सबै कुरामा हजुरले विन्टरहरूमा पनि आउँदैछ यो कुराहरू, सबै रेस्पिरेटरी इस्युजहरू चाहिँ बढी नै आइरहेको छ भनेर भनिरहन्छ। सो नर्मल एउटा राइनाइटिस अथवा कमन कोल्डलाई चाहिँ अब योभन्दा माथि चाहिँ अब हामीले चाहिँ रोक्नु हुँदैन, अब चाहिँ यो चाहिँ रेड फ्ल्यागमा जाँदैछ है भनेर चाहिँ कुन कुन कुराहरूले चाहिँ हामीले आइडेन्टिफाई गर्न सक्छौँ नर्मल्ली घरमा चाहिँ? कमनली अब रेस्पिरेटरी इन्फेक्सन्सहरू त भइरहेको हुन्छ होइन। कहिले सामान्य रोग खोकियो भनेर हामीले यतिकै इग्नोर पनि गरिरहेको हुन्छौँ होइन। अब कतिखेर डराउने र आत्तिनु पर्ने त भन्ने कुरामा बुझ्नु पऱ्यो हामीले। एउटा भनेको चाहिँ हजुरको चेस्ट पेन अथवा चाहिँ चेस्ट टाइटनेस भइरहेछ भनेदेखि चाहिँ हजुरलाई कुनै सिरियस प्रब्लम छ भनेर बुझ्नु पऱ्यो एउटा है। अर्को भनेको चाहिँ हजुरलाई सर्ट अफ ब्रेथ हुनुहुन्छ, तपाईँ स्याहाँ भइरहेछ तपाईँलाई भनेदेखि त्यस्तो अवस्थामा पनि अब होइन देयर इज समथिङ रङ गोइङ अन भनेर बुझ्नु पऱ्यो एउटा है। अर्को भनेको चाहिँ हजुरलाई एयर हङ्गर भइरहेछ होइन, एकदमै भनौँ न सास चाहिँ एकदमै लामो लामो लिनुपर्ने भइरहेछ है, त्यतिखेर पनि तपाईँले त्यसरी सोच्नु पऱ्यो। त्यस्तै गरेर अर्को भनेको चाहिँ रेस्पिरेटरी सिम्टम्स सँगसँगै तपाईँलाई यदि फिभर आइरहेछ भने होइन, अनि इन्फेक्सनले गर्दाखेरि हुनसक्छ भनेर सोच्नु पऱ्यो। अब अरू पनि जस्तै कि अब कहिलेकाहीँ एसेसरी मसल्स भन्छौँ हामीले होइन। नर्मली डायफ्राम भन्ने मांसपेशी हुन्छ जसले चाहिँ हामीलाई रेस्पिरेसनमा हेल्प गरिरहेको हुन्छ। तर कहिलेकाहीँ हाम्रो नेकको मसल्स होइन, हाम्रो चाहिँ चिकको मसल्स होइन, अरू चेस्ट पोल मसल्सहरू युज गरिरहेछ, सास फेर्न परिरहेछ भने त्यो पनि एउटा डेन्जर साइन हो होइन। त्यसलाई पनि हामीले डेन्जर साइनको रूपमा लिनु पऱ्यो। कहिलेकाहीँ सास फेर्न गाह्रो भएर मान्छे निलै भइसकेको हुन्छ है, त्यसलाई पनि हामीले डेन्जर साइनको रूपमा लिनु पऱ्यो। र यस्तो अवस्थामा चाहिँ हामीले होइन ठिकै हुन्छ भनेर बस्नु भएन, नजिकको स्वास्थ्य संस्थामा चाहिँ गएर परामर्श तत्कालै लिनु पऱ्यो। सो आई थिङ्क सबै कुराहरू चाहिँ इन्टरकनेक्टेड नै छ होइन। लाइक वी आर वाट वी ब्रिथ एभ्री डे होइन। सो 24 आवर 24/7 नै हामीले त्यो त कन्ज्युम त गरि नै रहेको हुन्छौँ, इनहेल गरि नै रहेको हुन्छौँ होइन। सो अब यसमा स्मोकिङको पनि अलिकति कुराहरू चाहिँ मैले जोडि नै हालेँ होइन। सो स्मोकिङमा नर्मल्ली स्मोकिङ गरेर त अहिले अब एक्सपोज नहुने त छँदै नै छैन, इट्स
कमन होइन सबैको नर्मल्ली कसैले स्मोकिङ गरिरहेको छ भने हामीले केही सोच्दैनौँ कि हामीलाई एक हेल्थ हाजर्ड चाहिँ के हुनसक्छ भनेर सो बेसिक लेभलमा कुरा गर्नु पर्दाखेरि चाहिँ एक्सपोज मात्रै हुँदाखेरि होइन के इफेक्टहरू चाहिँ हामीलाई हाम्रो लङ्सलाई गर्न सक्ला अब लङ्सलाई मात्रै भन्दा पनि स्मोकिङले त सबैलाई नै असर गर्न सक्छ है अब संसारमा एउटा यस्तो चिज भन्नुहोस् जसमा चाहिँ एउटै चिजमा सबभन्दा बढी चाहिँ क्यान्सर गराउने तत्त्वहरू भएको सबभन्दा सिङ्गल मोस्ट चिज के हो भनेर सोध्यो भनेदेखि त्यो हो सिगरेटको एउटा खिल्ली है त अनि चुरोटको एउटा खिल्लीमा चाहिँ युजुअली 100 भन्दा बढी कार्सिनोजेन भनेको मतलब क्यान्सर गराउने तत्त्वहरू प्रेजेन्ट हुन्छन् त्यसले चाहिँ क्यान्सर गराउने भन्नाले लङ क्यान्सर मात्रै होइन है त स्टमक क्यान्सर पनि गराउन सक्छ पेनक्रियासको क्यान्सर गराउन सक्छ ब्लाडरको क्यान्सर गराउन सक्छ होइन भनेपछि शरीरका कुनै पनि अङ्गहरूको क्यान्सर गराउन सक्ने क्षमता राख्छ एउटा सिगरेटको खिल्लीले है त भनेपछि त्यसलाई खिल्लीमा उडाउनु भएन अनि भनेपछि चाहिँ अब एउटा त्यसरी अर्को कुरा चाहिँ के छ त भन्दाखेरि चाहिँ पहिला त झन् ट्रेडिसनल्ली चाहिँ अब हुक्का के अरे ट्रेडिसनल्ली चाहिँ हामीले चिलिम भनेर लिन्थ्यौँ नि होइन चिलिममा त झन् फिल्टर पनि हुन्थेन झन् त्यसले गर्दाखेरि चाहिँ कोल्टार लगायत अन्य पार्टिकुलेट म्याटर्सहरू पनि हाम्रो शरीरमा चाहिँ सजिलै प्रवेश पाउँथे अब अहिले रिलेटिभली प्राइमरी स्मोकर भनौँ न एक्टिभ स्मोकर जसले स्मोक गरिरहेको छ उसले चाहिँ फिल्टरको माध्यमबाट चाहिँ चुरोट लिइरहेको हुन्छ होइन त्यसले गर्दाखेरि ऊ रिलेटिभली अलिकति भए पनि उसले पार्टिकुलेट म्याटर्सलाई चाहिँ अभोइड गर्ने भयो तर सेकेन्ड ह्यान्ड स्मोकिङ गर्ने जो हुन्छ उसको वरिपरि बसिरहेको होइन उसलाई चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ बढी असर हुन्छ कि किन भन्दाखेरि उसले त कुनै फिल्टर प्रयोग गरेको छैन त्यही भएर डिरेक्टली चाहिँ भन्दा इन्डिरेक्टली खाने मान्छेहरूलाई चाहिँ अब वरिपरि बस्ने मान्छेहरूलाई बढी असर गर्छ है सायद त्यो एउटा स्मोकरले त्यही थाहा पाएको भएर होला है अब मैले स्मोक गर्ने साथीहरूको कुरा सुन्दाखेरि चाहिँ म आफूले स्मोक गर्दा के यस्तो लाग्दैन अर्काको साइडमा बस्दाखेरि चाहिँ मलाई गाह्रो लाग्छ भन्छन् कि त्यो भने चाहिँ पक्कै पनि उसलाई थाहा छ होला कि आफूले फिल्टर लिएर गर्दाखेरि त आफू सेफ भए होइन अब अर्काले फिल्टर लिइरहेको छ आफू हाजार्डमा भयो नि त बढी त्यसैले गर्दा चाहिँ ऊ त्यतिखेर चाहिँ ट्रबलसम उसले मान्छ आफूले आफू चाहिँ त्यतिखेर चाहिँ आफूले चाहिँ गाह्रो मानिरहेको हुन्छ ओके किनभने अब लाइक अहिलेको यसमा त म आई थिङ्क अराउन्ड 25% मेन होइन मेलहरूले चाहिँ स्मोकिङ त कन्ज्युम लाइक गरि नै रहनु भएको छ सँगसँगै अब सेकेन्डरीको केसमा चाहिँ देयर क्यान बी किड्स होइन जो चाहिँ एक्सपोज भइरहनु भएको हुन्छ यो सिनेरियोसँग यो स्मोकिङसँग चाहिँ प्यासिभ स्मोकिङसँग चाहिँ होइन उनीहरूको डेभलपमेन्टमा चाहिँ के लेभलमा चाहिँ इफेक्ट आउन सक्छ अब यस्तो हुन्छ त्यही त स्मोकमा चाहिँ हजुरको स्मोकले चाहिँ युजुअली बेसिकली के ट्रिगर गर्छ भन्दाखेरि त्यो इन्फ्लेमेसन नै ट्रिगर गर्ने हो होइन अब लो ग्रेडमा इन्फ्लेमेसन भइराख्यो भनेदेखि त्यसले चाहिँ कुनै न कुनै रूपमा शरीरका सबै अङ्गहरूलाई चाहिँ असर गरिरहेको हुन्छ होइन र लङ टर्ममा गएर पछि पहिला भनौँ न सानोमा चाहिँ स्मोकसँग एक्सपोजर भएको कोही बच्चाहरू छन् भने पछि गएर हार्ट डिजिज हाइपरटेन्सनहरू पनि जोखिम बढ्छ पछि गएर त्यही बच्चालाई नै कुनै लङको कुनै कन्डिसन भनौँ न हुने सम्भावना पनि बढी हुन्छ इभन मेलिग्नेन्सी क्यान्सरसम्म पनि अनि जोखिम चाहिँ बढी नै हुन्छ ओके सो र लाइक कि कुनै प्रेग्नेन्ट होइन वुमनले लाइक स्मोकिङ गर्दै जाँदाखेरि चाहिँ फिटसमा पनि त अभियसली इफेक्ट त हुने भयो होइन त्यो त अब जसरी स्मोक गरेर चाहिँ आफूले इनहेल गर्छ त्यो चाहिँ एल्भियोलाईमा जाने बित्तिकै त्यहाँबाट त ब्लडमा एब्जर्प्सन भएर गइ नै हाल्छ अनि त्यसपछि चाहिँ प्लासेन्टा भन्छ नि होइन जहाँबाट चाहिँ बच्चाले सबै न्युट्रिसन पाउने आमाबाट अब न्युट्रिसनको सट्टा चाहिँ विष बाहिर आउन सक्छ बच्चाले होइन बच्चाले चाहिँ सोचेको जस्तो वेट गेन नगर्न सक्छ पाठ्यघरभित्रै पनि होइन त्यस कहिलेकाहीँ चाहिँ आइयुएफडी भनेर भन्छौँ हामीले इन्ट्रायुटेराइन फिटल डेथ होइन स्टिल बर्थ भएर बच्चा मरेको जन्मिन पनि सक्छ है त्यस्तै गरेर कहिलेकाहीँ चाहिँ मानसिक चाहिँ सुस्तता होइन मेन्टल रिटार्डेसन भनेर पनि हुनसक्छ त्यही भएर धेरै छन् यस्ता स्मोकिङ हजार्ड्सहरू चाहिँ प्रेग्नेन्ट फिमेलले त फर्स्ट ह्यान्ड त स्मोकिङ गर्न हुँदै भएन सेकेन्ड ह्यान्ड स्मोकिङलाई पनि अभोइड गर्नुपर्छ प्रेग्नेन्ट फिमेल अभोइड त त्यति लेभलमा गर्न नसकेला तर अलिकति भए पनि यसको इम्प्याक्ट कम गर्न सकिनको लागि चाहिँ के चाहिँ गर्न सकिन्छ यसको स्मोकिङको एक्सपोजरसँग चाहिँ यस्तो हुन्छ एउटा कुनै पनि कपालले चाहिँ स्मोकिङ छोड्नलाई कपालको एउटा पार्टनरले स्मोकिङ छोड्नलाई चाहिँ अर्को कपालको चाहिँ भूमिका धेरै नै हुन्छ कि त्यही भएर स्ट्रङली डिनाइ गर्ने चाहिँ टेन्डेन्सी भयो भनेदेखि चाहिँ इन्डिभिजुअल लेभलमै हामीले स्मोकिङलाई चाहिँ अलिकति कन्ट्रोल गर्न सकिन्छ एउटा होइन अब पोलिसी लेभलमा त हजुरको अब स्मोकिङको चाहिँ एडभर्टिजमेन्ट गर्न ब्यान गरिएको छ होइन स्मोकिङ गर्ने त्यो सिगरेटको डब्बामा पनि हजुरको यत्रो ठुलो फोटोमा चाहिँ लङ क्यान्सर भएको फोटोजहरू देखाइरहेको हुन्छ होइन एकचोटि बानी लगाइसके मान्छेले त अब त्यो अभोइड गर्न त नसक्ला होइन तर उसलाई चाहिँ स्मोकिङको अरू अल्टरनेटिभ्सहरू के हुनसक्छ त उसलाई चाहिँ जस्तै कि निकोटिन भन्ने केमिकल जुन हुन्छ उस त्यसैले गर्दाखेरि नै उसलाई स्टिमुलेट गरिरहेको हुन्छ उसको ब्रेनलाई त्यो क्रेभ गरिरहेको हुन्छ होइन त्यो बरु निकोटिनलाई बरु अरू कुनै माध्यमबाट सप्लिमेन्ट गर्न सकिन्छ होइन जस्तै कि च्युइङ गम हुनसक्छ होइन अब अथवा निकोटिनको प्याच हुनसक्छ होइन त्यसरी चाहिँ हामीले तिनीहरूलाई चाहिँ सप्लिमेन्ट गरेर चाहिँ त्यसलाई अभोइड गर्न सकिन्छ होइन त्यस्तै गरेर कहिलेकाहीँ कतिपय औषधिहरू पनि छन् हामीसँग जसले चाहिँ स्मोकिङको चाहिँ एडिक्सनलाई चाहिँ बिस्तारै कम गरेर लान सक्छ तर यो गर्दै गर्दाखेरि चाहिँ अब
स्मोकिङलाई रिप्लेस गर्ने भनेर चाहिँ भेपिङ भनेर चाहिँ आइरहेको छ रिसेन्टली होइन अब त्यो चाहिँ फेरि एकदमै गलत कुरा हो कि स्मोकिङको सब्स्टिट्युट चाहिँ भेपिङ भनेर कहिले पनि थिएन होइन र हुँदैन पनि हुने छैन पनि है किन भन्दा भेपिङ भनेको चाहिँ अब यो आसमान से गिरा खजुर पे अड्का भने जस्तो हुन्छ कि होइन अब चुरोट चाहिँ छोड्छ मान्छेले अनि भेपिङमा जान्छ भेपिङमा गएपछि प्रब्लम के हुन्छ भन्दाखेरि चाहिँ अब चुरोट त एउटा खिल्ली खाइन्छ सकिन्छ होइन अनि त्यसपछि अब कहिलेकाहीँ त काम गरिरहेको छ भने जस्तै कि म सपोज मानव अफिसमा अथवा बिरामीको बिचमा बसेर काम गरिरहेको छु भने मलाई चुरोट खान जानलाई गाह्रो पर्छ त्यहाँबाट निस्केर जानु पर्यो सबै सिक्वेन्स मिलाउनु पर्यो गाह्रो हुन्छ है तर मसँग यदि चाहिँ ई सिगरेट छ भने त मैले त यसो एकैछिनमा पनि एक सरको तान्न त भ्याइहाल्ने भयो होइन त्यसले गर्दा इजी एक्सेस हुने भयो कि अनि जहाँ पनि सजिलै अभाइलेबल हुने आफूसँग सधैँ अभाइलेबल छ भनेदेखि त्यो चाहिँ म कम गर्छु भनेर लिएको चिजले झन् बढी लिइन्छ कि हामीले अनि त्यसपछि के हो त अब फेरि सिगरेटमा के नै हुन्छ र निकोटिन मात्रै त सप्लिमेन्ट गरे भने भन्ने लाग्न सक्छ होइन तर आजकल नयाँ टर्म आएको छ कि एउटा इभाली भनेर होइन ई सिगरेट एन्ड भेपिङ एसोसिएटेड लङ इन्जुरी भनेर है अब भनेपछि चाहिँ अब स्टडिजहरू त हुन धेरै भएको छैन किन भन्दा यो ई सिगरेट पनि नयाँ चिज भयो होइन स्मोकिङले त असर गर्छ भन्ने कुरा अब विदितै छ होइन तर ई सिगरेटले पनि केही बेनिफिट चाहिँ गर्दैन होइन र यो सब्स्टिट्युट पनि होइन यसले लङ टर्म असर चाहिँ डेफिनेटली गर्छ लङ्समा के असर गर्छ र कुन लेभलसम्म गर्छ भन्ने कुराको चाहिँ डाटाहरू चाहिँ आउन बाँकी छ तर अहिले हामीले चाहिँ कहिले पनि भेपिङलाई चाहिँ सब्स्टिट्युटको रूपमा चाहिँ कहिले पनि लिनु चाहिँ हुँदैन भेपिङमा हुन्छ चाहिँ के भइरहेको हुन्छ वाट इज द्याट मलाई त खासमा थाहा छैन के हुन्छ त्यसमा भनेर आई हेभ सिन पिपल होइन डु द्याट बट त्यो के मेकानिजममा चाहिँ चलिरहेको हुन्छ हजुरलाई के आइडिया छ त्यसमा त्यो त यस्तो हुन्छ त्यसमा अर्ग्यानिक एउटा लिक्विड हुन्छ होइन अब त्यो लिक्विडलाई चाहिँ एरोसोलाइज गर्ने भनेको मतलब भेपोराइज फर्ममा चाहिँ हामीले भनौँ न इलेक्ट्रिसिटीको माध्यमबाट भनौँ न होइन त्यसलाई चाहिँ भेपोराइज गरिन्छ लिक्विड फर्मलाई अनि त्यसलाई चाहिँ एक्सहेल गरेर अनि त्यसपछि सिगरेट खाएको जस्तो फिलिङ ल्याउनलाई भनेर गरिन्छ होइन त्यसमा अनि निकोटिन पनि अब राखेको हुन्छ अभियसली त्यसले गर्दा क्रेभिङ पनि कम गर्ने भयो हेर्दाखेरि चाहिँ धुवा उडाइरहेछ त्यो पनि देखिने भयो होइन त्यसरी चाहिँ त्यसै त्यो भनौँ न त्यो लिक्विडलाई कन्भर्ट गरेर हामीले एरोसोलमा कन्भर्ट गर्ने बेसिक मेकानिजम हुन्छ त्यहाँ अनि त्यसैले गर्दाखेरि त्यसले चाहिँ मिमिक गर्छ सिगरेट स्मोकिङलाई होइन हजुर ओके त्यसमा फिल्टरहरू त्यस्तो केही त हुँदैन भेपिङमा चाहिँ डिरेक्टली स्मोकै हामीले डिरेक्टली हामीले त्यो एरोसोलाइज भएको चिजलाई नै हामीले लिने भयो त्यसमा फिल्टर अथवा टारहरू चाहिँ बेसिकली हुन चाहिँ होइन तर टारभन्दा बाहेक अरू केमिकल्सहरू हुनसक्छ कहिलेकाहीँ सिगरेट्समा हामीले फ्लेभर्सहरू पनि हुनसक्छ होइन त्यो फ्लेभर्सले पनि हामीलाई असर गर्न सक्छ त्यो पनि केही न केही हरेक चिज भनेको केही न केही केमिकल नै हो जुन चाहिँ हाम्रो शरीरको लागि हाम्रो लङ्सको लागि हाम्रो ओभरअल हेल्थको लागि चाहिँ हार्मफुल नै हुन्छ इरिटेटिङ नै भयो त्यो पनि हुन चाहिँ ओके सो अलिकति अब सिचुएसन गरौँ कोभिडको कुरा पनि गरि नै हालेँ मैले होइन सो अलमोस्ट आई थिङ्क 1 मिलियन पिपल वाज इन्फेक्टेड होइन कोभिडको केसमा 2023को डाटासम्म हेर्दाखेरि पनि अलमोस्ट त्यति लेभलमा चाहिँ मान्छेहरू चाहिँ कोभिडले गर्दाखेरि इन्फेक्टेड हुनुभएको थियो सो उनीहरू कतिको हजुरले चाहिँ ओपिडी बेसिसमा चाहिँ कतिको केसेसहरू चाहिँ देखिरहनु भएको छ पोस्ट कोभिड चाहिँ कम्प्लिकेसन्सहरू लिएर आएको केसेसहरू चाहिँ कतिको देख्नु भएको छ देखिन्छ नि टन्नै छन् नि केसेसहरू त त्यो त कस्तो छ भन्दाखेरि अब आजैको एउटा एक्सपिरियन्सको कुरा गरौँ होइन एउटा यङ मान्छे आउनुभएको थियो 30-32 वर्षको मान्छे आउनुभएको थियो अब उहाँको चाहिँ पल्मोनरी फङ्सन टेस्ट भनेर लङ्सको क्यापेसिटी कति छ त भनेर हामीले चेक गर्न मिल्छ पल्मोनरी फङ्सन टेस्ट भनेर त्यो टेस्ट गरेर हेर्दाखेरि चाहिँ उहाँको 70 वर्षको बुढो मान्छेको जस्तो लङ्सको क्यापेसिटी थियो कि त्यो सबै चाहिँ अनि कुरा गर्दै जाँदाखेरि चाहिँ उहाँको पहिला कोभिड भएर चाहिँ होइन एक्सरे पनि हेर्दाखेरि पुरै फाइब्रोटिक चेन्जेसहरू थियो होइन त्यतिखेर जुन इन्फ्लेमेसन भयो त्यसले गर्दा हिलिङको फेजमा गएर फाइब्रोसिस भयो फोक्सो पुरै कम्प्रोमाइज होइन भनेपछि लङ टर्म इफेक्ट चाहिँ छ नै होइन त्यसैले गर्दा पोस्ट कोभिड लङ डिजिज अथवा चाहिँ पोस्ट कोभिड अथवा चाहिँ हामीले लङ कोभिड भनेर पनि हामीले भनिन्छ होइन त्यसरी चाहिँ हामीले चाहिँ अब यो कोभिडका विभिन्न एस्पेक्ट्सहरू चाहिँ छन् त्यो होइन जस्तै कि हामीले कोभिडले चाहिँ लङ्सलाई मात्रै असर गर्ने होइन कि ओभरअल साइकाइट्रिक इस्युजहरू पनि आउन सक्छ मान्छे चाहिँ अब पिटिएसडी भन्छ पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर भनेर भन्छ होइन त्यो पनि भइरहेको देखिन्छ कतिपय मान्छेहरूलाई अब अहिले कम्प्लिटली ठिक भयो भने पनि होइन मलाई त कोभिड भएको थियो अथवा कोभिड हुनसक्छ भन्ने कुराकै फियरमा मान्छेहरू बाँचिरहेको पनि हुन्छ होइन अनि अर्को कुरा चाहिँ अब कोभिडबाट रिकभर त भयो तर त्यसले गर्दाखेरि जुन असर छोडेको छ शरीरमा त्यसैले गर्दाखेरि चाहिँ पछि अरू कुनै क्रोनिक डिजिजहरूको लागि पनि त्यसले चाहिँ एउटा रिस्क फ्याक्टर चाहिँ भएर चाहिँ सधैँभरि भइराख्ने भयो क्या ओके हजुर सो पोस्ट कोभिड यो लङ फाइब्रोसिस छ होइन त्यो चाहिँ के हो खासमा कसरी आइरहेको हुन्छ के हुन्छ त्यसमा चाहिँ अब यस्तो छ पोस्ट कोभिड लङ फाइब्रोसिस भन्ने बित्तिकै अब इन्फ्लामेसन भयो बेसिक हाम्रो शरीरको कुनै पनि हिलिङको प्रोसेस भनेको पहिला सुरुमा सुजन हुन्छ भनेको इन्फ्लामेसन
इन्फ्लेमेसन भएपछि बेसिकल्ली हुने भनेको हिलिङ होइन हिलिङ हुँदाखेरि फाइब्रोसिस हुने भनेको खतहरू बस्छ जस्तै हामीलाई काट्यो कतै भने त्यो हिल हुँदाखेरि त्यहाँ एउटा दाग बस्छ नि होइन हो त्यस्तै लङ्समा पनि डिफ्युजली चाहिँ इन्फ्लेमेसन भएको छ होइन अब अनि त्यो चाहिँ हामीले नाङ्गो आँखाले पो नदेखेको त भित्र त क्षति त पुगेको हुन्छ होइन अनि त्यो क्षति पुगिसकेपछि त्यो रिकभर गर्ने बेलामा चाहिँ त्यहाँ चाहिँ हाम्रो छालामा खत देखे जस्तै फोक्सोमा पनि खतहरू बन्न सक्ने भयो होइन अनि त्यो खत बनिसकेपछि के हुन्छ भन्दाखेरि नर्मल्ली त त्यो एल्भियोलाईले चाहिँ ग्यास एक्सचेन्ज गर्नलाई हेल्प गर्ने हो नि त होइन तर त्यो ग्यास एक्सचेन्ज गर्नुपर्ने ठाउँमा चाहिँ अब त्यहाँ खत भइदियो भने त त्यसले ग्यास एक्सचेन्जमा त भाग लिन सक्दैन भनेपछि त्यसले गर्दा मान्छेले सास ब्रिथ गरिरहेको भए पनि त्यो ब्रिथ गरेको अक्सिजन चाहिँ उसको शरीरमा अथवा रगतमा त पुगेन होइन त्यसैले गर्दा ऊ सधैँ सर्ट अफ ब्रेथ हुने भयो कि उसले सास फेर्न गाह्रो भयो जस्तो भइराख्ने भयो होइन त्यसरी चाहिँ त्यो चाहिँ हाम्रो लङ फाइब्रोसिस भनेर चाहिँ त्यसरी बुझ्न पाइयो ओके सो के कुरामा चाहिँ याद गर्नु पर्यो त अब चाहिँ जो कोभिड भइसक्नु भएको छ होइन दे आर सर्टेनली अन्डर सम रिस्कमा चाहिँ हुनुहुन्छ उहाँहरूले चाहिँ आफ्नो लाइफमा चेन्ज गर्दाखेरि अथवा के कुरामा चाहिँ याद गरेर चाहिँ बस्नुपर्छ अब यस्तो छ अब कुनै कोभिड मात्रै होइन कोभिड त एउटा कोभिडले संसारभरले सबैलाई तर्सायो त्यही भएर कोभिडको बढी कुरा गऱ्यौँ हामीले तर कोभिड लगायत अरू पनि कुनै पनि रेस्पिरेटरी इलनेसेसहरू हुनसक्छ नि त होइन जसले गर्दाखेरि लङ्सलाई सिभियरली ड्यामेज गरेको हुनसक्छ अथवा माइल्डली नै ड्यामेज गरिरहेको लङ टर्मदेखि हुनसक्छ होइन अब यसमा चाहिँ हाम्रो फोकस चाहिँ केमा हुनु पर्यो भन्दा लङ हेल्थलाई कसरी चाहिँ इम्प्रुभ गर्ने भन्ने कुरा हुनु पर्यो होइन अब हाम्रो सबभन्दा नेचुरल्ली हामीले गर्न सकिने कुरा भनेको चाहिँ योगा अथवा मेडिटेसन होइन जब मजाले डिप ब्रिदिङ एक्सर्साइजेसहरू गरेर हामीले हाम्रो लङको पुरै भोल्युमलाई चाहिँ युटिलाइज गर्नु पर्यो कि हामीले युजली चाहिँ हामीले हाम्रो लङ्सको सेन्टरवाला पार्ट चाहिँ युज भइरहेको हुन्छ मोस्ट अफ द टाइम्स तर पेरिफेरीवाला पार्ट चाहिँ कुना काप्चाहरूमा राम्ररी चाहिँ भेन्टिलेसन नै पुगेको हुँदैन होइन हामीले डिप ब्रिदिङ गऱ्यौँ भने ती सबै एल्भियोलाई रिक्रुट गऱ्यौँ भने त्यसले पनि हाम्रो लङ हेल्थलाई चाहिँ हेल्प गर्ने भयो होइन अदरवाइज चाहिँ के भने भयो भन्दा त्यस्तो रिडन्डेन्ट स्पेसेसहरूमा चाहिँ झन् चाहिँ एयर स्ट्यासिस भएर त्यहाँ सेक्रेसन्सहरू जम्मा भएर त्यसले गर्दा झन् इन्फेक्सन्सहरूको रिस्क पनि बढ्ने भयो होइन अर्को भनेको हामीले पोस्चरमा हाम्रो ध्यान दिनु पर्यो होइन इरेक्ट पोस्चर अनि चेस्ट चाहिँ अलिकति वाइड भनौँ न राखेर यसो कुप्री परेर बस्यो भनेदेखि त्यसले गर्दाखेरि पनि के हुने भयो त भन्दाखेरि लङको भोल्युम चाहिँ सिङ्क हुने भयो होइन अनि त्यसले भेन्टिलेसन पनि राम्रो हुने भएन होइन त्यही भएर चाहिँ इरेक्ट पोस्चरमा हामी बस्यौँ भने त्यसले पनि र अनि त्यसपछि डिप ब्रिदिङ एक्सर्साइज भन्यौँ त्यसले गर्दा कहिलेकाहीँ चाहिँ हाम्रो के हुन्छ भन्दा कोही रेस्पिरेटरी इलनेस भएको मान्छेहरू हुनुहुन्छ भने उहाँहरूले चाहिँ डिप ब्रिदिङ फलोड बाई कफिङ होइन कफिङ अथवा हफिङ पनि भन्न पाइयो होइन त्यसमा चाहिँ हामीले चाहिँ फिजियोथेरापी हो बेसिकली त्यो फिजियोथेरापीको मेजर भयो जसमा चाहिँ हामीले सेक्रेसन्सहरूलाई क्लियर आउट गर्नलाई चाहिँ हामीले त्यो मेनोभर्सहरू पनि हामीले ट्राई गर्न सकिन्छ त्यस्तै गरेर अर्को भनेको चाहिँ के गर्न सकिन्छ त भन्दाखेरि भ्याक्सिनेसन है त भ्याक्सिनेसन चाहिँ किन जरुरी छ भन्दाखेरि अब प्रिभेन्सनै त हो नि बेसिकल्ली होइन अब एउटा मान्छेको चाहिँ लङ कुनै पनि कारणले गर्दा अलिकति भए पनि इन्फेक्सन प्रोन छ भनेदेखि त्यो मान्छेलाई फर्दर इन्फेक्सनको रिस्कबाट मिनिमाइज गर्नको लागि भनेर हामीले भ्याक्सिनेसन गर्नु पर्यो त्यो गर्दाखेरि बेसिकल्ली चाहिँ हामीले ब्याक्टेरिया भाइरसेसहरू जुन कमन छन् हाम्रो इन्भाइरोमेन्टमा त्यसको विरुद्धमा चाहिँ हामीले भ्याक्सिनेसन गर्छौँ राइट यो कुराहरूमा चाहिँ उहाँहरूले चाहिँ याद गरि नै राख्नु पर्यो नट ओन्ली उहाँहरू सबै जे पनि रिस्कमा फ्याक्टरमा हुनुहुन्छ उहाँहरूले नै याद गरिराख्नु पर्यो कुरा गर्दाखेरि चाहिँ ओके सो अलिकति मैले अकुपेसनल लङ डिजिजको पनि कुरा गरिहालेँ होइन किनभने म्याक्सिमम मान्छेहरू चाहिँ एक्सपोज हुनुहुन्छ होइन बिल्डिङ यहाँ बनिरहेको छ अगाडि होइन त्यो डस्टहरू आइरहेको हुन्छ उहाँहरू त आफै नै रिस्कमा हुनुहुन्छ नै होइन सो के सिनेरियोजहरू चाहिँ देखिरहनु भएको हुन्छ हजुर अघि भन्नुभयो कार्पेट फ्याक्ट्रीहरूमा काम गर्दाखेरि पनि त्योसँग एक्सपोज भएर नेपालमा त्यही त है बेसिकली काठमाडौँमा चाहिँ त्यो गलैँचा फ्याक्ट्रीमा काम गर्ने मान्छेहरू हुनुहुन्छ नि त होइन उहाँहरू चाहिँ त्यो गलैँचाबाट निस्केको सानो सानो भुवाहरू हुन्छ नि होइन त्यो चाहिँ अब इनियल गर्नुहुन्छ त्यो इनियल गरिसकेपछि त्यो गएर फोक्सोमा गएर त्यसले चाहिँ असर गर्ने हुन्छ कि त्यसले चाहिँ त्यो गयो त्यो फरेन बडी जस्तो भयो बाह्य तत्त्व भयो नि त होइन त्यसले त हाम्रो शरीरले आफ्नो हो भन्दैन त्यसको विरुद्धमा चाहिँ एउटा इन्फ्लामेसन सेट गर्छ त्यसले गर्दा लङ्सले लङ टर्ममा चाहिँ ड्यामेज गर्ने हुन्छ है त त्यस्तै गरेर अरू पनि छन् इन्भाइरोमेन्टल एक्सपोजर अकुपेसनल एक्सपोजरहरू होइन जस्तै कि मानव कोइला खानीमा काम गर्ने व्यक्ति कोही छ भने होइन कोइलासँगको एक्सपोजर बढी हुने भयो होइन अब कोइलाको त बरु रिलेटिभली युज कम भइरहेछ त्यही भएर चाहिँ कोइला खानीमा काम गरेर हुनेवाला रोगको मात्रा चाहिँ अलिकति घट्दो क्रममा छ तर अहिले रिसेन्टली चाहिँ कस्तो भन्दाखेरि ढुङ्गा खानीहरूमा होइन अब रिसेन्टली पनि एकजना हुनुहुन्थ्यो 35 वर्षको एकजना मान्छे हुनुहुन्थ्यो है उहाँ चाहिँ इन्डियामा चाहिँ यो पहाडहरू जुन हुन्छ नि पत्थरको ठुल्ठुलो पहाडहरूलाई फोडेर बाटो बनाउनलाई त्यो फोड्नुपर्छ नि ड्रिल गर्ने अनि भित्र बम राख्ने अनि त्यसपछि फुटाउने होइन स्यान्ड ब्लास्ट गर्ने भनौँ न होइन त्यस्तोमा चाहिँ काम गर्नुहुन्थ्यो होइन उहाँ चाहिँ अब हुनलाई चाहिँ उहाँले भनेअनुसार त्यो पेसेन्टले चाहिँ
मास्क चाहिँ मैले प्रयोग गर्थेँ भनेर चाहिँ भन्नुहुन्छ होइन तर त्यो स्ट्यान्डर्डाइज वेमा केही पनि थिएन उहाँको वर्किङ आवर्सको केही थिएन होइन सेफ्टी प्रिकसन्स केही पनि थिएन अनि त्यसले गर्दा त्योसँग कन्स्टेन्ट एक्सपोजर भएको कारणले गर्दाखेरि उहाँको लङ्स कम्प्लिटली फाइब्रोज भइसकेको थियो कि होइन त्यो चाहिँ युजुअली के हुन्छ भन्दा यस्तो अकुपेसनल डिजिजेसहरू चाहिँ अब आज एक्सपोज भयो भने आजै चाहिँ त्यसको सिम्टम्सहरू नदेखिन सक्छ कि त्यसको लङ लेटेन्सी हुन्छ कि भनेको मतलब 10-12 वर्ष 15 वर्ष कतिपय केसमा त 30औं वर्षपछि पनि अनि बल्ल त्यसको सिम्टम्सहरू देखिन थाल्छ त्यतिखेरसम्म चाहिँ हामीले गर्न मिल्ने कुरा पनि केही हुँदैन यसको उपचार भनेकै यसको एक्सपोजरलाई रोक्ने र अनि त्यसपछि सिम्टोमेटिकली कसरी बेटर गराउन सकिन्छ बिरामीलाई भनेर मात्रै हुन्छ कि त्यही भएर चाहिँ सकेसम्म सुरुबाटै अकुपेसनल एक्सपोजरलाई चाहिँ हामीले अभोइड गर्नु पर्यो अब अकुपेसनल एक्सपोजर केही कुराको हुनेवाला छ अथवा केही कुराको अकुपेसनल एक्सपोजर छ जस्तो लाग्छ भने त्यसको लागि कसरी प्रिभेन्टिभ मेजर्सहरू अपनाउन सकिन्छ भनेर डे 1 बाट नै हामीले सोच्नुपर्छ हजुरलाई कसैले खोक्यो भने चाहिँ डिस्टर्ब मान्नुहुन्छ कि मान्नुहुन्न मैले त अब कहिलेकाहीँ त मान्छु नै होइन हजुर काम भइरहेको हुन्छ कहिलेकाहीँ मानिन्छ हजुरलाई त नराम्रो लाग्ला खोकेको होइन कुनै पनि व्यक्तिले खोक्नुलाई चाहिँ नराम्रो मान्न चाहिँ हुँदैन कि किन भन्दा खोक्नु भनेको कफ भनौँ नि हामीले होइन कफ भनेको चाहिँ प्रोटेक्टिभ रेस्पोन्स हो कि हजुरको एयरवेमा केही चिज अड्किया छ भने त्यसलाई निकाल्ने कसरी त खोक्दै खोकेन भने त त्यो त्यहीँ रहने भयो त्यसले गर्दा पछि गएर इन्फेक्सन हुन सक्ने भयो होइन त्यही भएर कफ आउट गऱ्यो भने कुनै फरेन बडी बाहिर तत्त्वहरू केही छ गएको भनेदेखि त्यो पनि निकाल्न सक्ने भयो प्लस एयरवेले आफै सेक्रेसन्सहरू निकालिरहेको हुन्छ जसलाई हामीले खकार भनिन्छ होइन अनि त्यो खकारलाई निकाल्नलाई पनि खोकिएन भने त खकार पनि निस्किँदैन त्यही भएर खोक्नु चाहिँ खोक्न पर्यो तर धेरै खोकी होइन कहिले चाहिँ फेरि त्यो हुन्छ नि महिनाभन्दा बढी दिन कटिसक्यो कन्टिन्युसली त्यो भयो भने चाहिँ हामी कसियस त अभियसली हुनै पर्यो लङ टर्म कफ छ भनेदेखि त डेफिनेटली अरू केही कुराहरू छन् अन्डरलाइन भनेर सोच्नु चाहिँ पर्यो फेरि प्रोटेक्टिभ रेस्पोन्स हो भनेर खोकेर मात्रै बस्नु चाहिँ भएन अब के कारणले गर्दा खोकी लागिरहेछ त होइन अब कहिलेकाहीँ सिम्पल हाइपरटेन्सनको लागि खाइरहेको औषधिले पनि खोकी लागिरहेको हुन्छ कि होइन त्यो मिस भइरहेको हुनसक्छ कतिपय केसेसहरूमा होइन अथवा चाहिँ अब कहिलेकाहीँ त अब मैले भने नि भर्खरै टिबी भनेर होइन अब टिबी त यति कमन छ कि 2 हप्ताभन्दा बढी खोकी लाग्ने बित्तिकै हामीले खकारको परीक्षण गर्नुपर्छ भन्छ कि टिबीको लागि होइन त्यो चाहिँ गर्नुपर्ने हुन्छ है त्यस्तै गरेर अर्को भनेको कहिलेकाहीँ हामीले खोकी त रहेको हुन्छौँ हामीले चाहिँ समस्या चाहिँ यो पक्कै पनि श्वास प्रश्वास सम्बन्धी हो फोक्सोको समस्याहरू सोचिरहेको हुन्छौँ कहिलेकाहीँ रिफ्लक्स भइरहेको हुन्छ कि पेटबाट पेटको ग्यास भनौँ न होइन एसिड होइन त्यो रिफ्लक्स भएर त्यसले इरिटेट गरिरहेको हुन्छ हाम्रो एयरवेले अनि त्यसले गर्दा खोकिरहेको पनि हुनसक्छ होइन त्यही भएर खोकी भन्ने बित्तिकै जहिले पनि फोक्सोको रोग मात्रै सोच्नु पनि भएन अरू कारणले गर्दाखेरि नि हुन्छ भनेर चाहिँ सोच्नु पर्यो कहिलेकाहीँ चाहिँ कसैको एटेन्सन पाउनको लागि खोक्नु पनि हुन्छ नि फेरि होइन त्यो चाहिँ साइकोजेनिक कफ भन्ने हुन्छ कि त्यो चाहिँ कस्तो खालको खोकी भन्दाखेरि राति सुत्या बेलामा चाहिँ त्यो खोकी राति सुत्या बेलामा कसैलाई एटेन्सन दिनुपर्ने छैन आफै गायब हुन्छ दिउँसो चाहिँ खोकिरहेको हुन्छ राति चाहिँ केही पनि छैन भनेपछि यदि उसलाई साँच्चै केही रोग लागेको भए त राति पनि खोक्थ्यो नि त त्यस्तो हुँदैन भनेपछि त्यो चाहिँ साइकोजेनिक कफ भयो कि ओके सो यसमा मैले एउटा कुरा चाहिँ एड गरिहालेँ सो अब यो घर घरमा चाहिँ अहिले अब स्पेसली काठमाडौँमा चाहिँ नेबुलाइजेसन होइन नेबुलाइजेसन चाहिँ एकदमै रेट बढ्या जस्तो देख्छु सबै घरमा एउटा नेबुलाइजर मेसिन होइन यो कतिको चाहिँ मिसयुज भइरहेछ अथवा कतिको चाहिँ यो बेटर तरिकाले युज चाहिँ भइरहेको छ नेबुलाइजर भनेको चाहिँ बेसिकल्ली लिक्विड फर्ममा भएको कुनै पनि चिजलाई पेपरमा कन्भर्ट गर्ने अनि त्यसलाई श्वास प्रश्वासबाट लिने एउटा विधि हो होइन भनेपछि चाहिँ त्यो नेबुलाइजरबाट चाहिँ हामीले के औषधि दिइरहेछौँ भन्ने कुरा पनि हुन्छ है त्यसमा चाहिँ हजुरको ब्रोन्को डाइलेटर भन्ने हुन्छ जसमा चाहिँ श्वास नलीलाई खुकुलो बनाउने भयो त्यस्तै गरेर श्वास नलीमा भएको सुजनलाई कम गर्नलाई चाहिँ स्टेरोइड भन्ने हुन्छ कहिलेकाहीँ श्वास नलीमा अड्केका खकारलाई चाहिँ गलाउनको लागि भनेर पनि हामीले म्युकोलाइटिक भन्ने औषधि पनि बाफबाट लिन सकिन्छ होइन कहिलेकाहीँ चाहिँ सादा नुन पानी नर्मल सलाइन जसलाई भनिन्छ हामीले त्यसलाई पनि चाहिँ नेबुलाइजेसनको रूपमा चाहिँ हामीले लिन सकिन्छ होइन अब यो गर्नु नै गलत त होइन होइन तर यहाँ औषधिको प्रयोग जस्तै कि सामान्य नुन पानी मात्रै बाफ लिन लागिरहेछौँ भने त नेबुलाइजरबाट बाफ लिनलाई केही समस्या भएन होइन तर आफैले सेल्फ मेडिकेट गर्ने भनेको त कुनै पनि औषधिको केही न केही साइड इफेक्ट केही न केही होइन हजुरको असर त पर्छ नि त शरीरलाई त्यही भएर चाहिँ जहिले पनि स्वास्थ्य कर्मीसँगको परामर्श पछि मात्रै तपाईँले चाहिँ यो नेबुलाइजेसन चाहिँ प्रयोग गर्दा चाहिँ राम्रो हुन्छ अर्को कुरा चाहिँ के छ भन्दाखेरि नेबुलाइजेसन गर्दाखेरि चाहिँ जसले नेबुलाइजेसन लिइरहेको छ त्यो त उसको सेक्रेसन्स एयरवेको जुन सेक्रेसन्सहरू हुन्छ त्यो चाहिँ बाफमा कन्भर्ट हुन्छ होइन भनेपछि त्यो चिज चाहिँ वरिपरिको उसको एटमोस्फियरमा पनि त्यो स्प्रेड हुने भयो क्या त्यसैले गर्दाखेरि वरिपरि बस्ने मान्छेहरूलाई पनि त्यो नेबुलाइजेसनबाट आएको चाहिँ एरोसोलले चाहिँ असर गर्न सक्ने हुन्छ है त्यही भएर कुनै इन्फेक्टिभ कज छ होइन जस्तै कि निमोनिया अथवा टिबी नै भनौँ न होइन भएको मान्छेलाई छ भने नेबुलाइजेसन गर्दाखेरि कि त उसलाई आइसोलेट गरेर गर्नु पर्यो होइन कि त चाहिँ
उसलाई नेबुलाइजेसनको सट्टा बरु अरू कुनै माध्यमबाट पनि हामीले औषधि डेलिभर गर्न सकिन्छ। जस्तै कि डिपिआई भन्ने हुन्छ, ड्राई पाउडर इनहेलर भन्ने हुन्छ होइन, अर्को एमडिआई भन्ने हुन्छ, मिटर डोज इनहेलर भन्ने हुन्छ होइन। यस्ता अरू चाहिँ औषधि लिने विधिहरूलाई प्रयोग गरेर पनि औषधि लिन चाहिँ सकिन्छ। ओके, सो बच्चाहरूमा चाहिँ यो टु मच युज गर्दाखेरि चाहिँ अरू इफेक्ट्सहरू चाहिँ के देखिरहेको हुन्छ, साइड इफेक्ट्सहरू चाहिँ? अब यस्तो छ, अघि मैले भने नि हजुरलाई, औषधि के प्रयोग गरिन्छ त्यसमा भर पर्ने भयो होइन। जस्तै कि अब ब्रोन्कोडाइलेटर भन्ने प्रयोग गरेका छौँ भने ट्रेमर्सहरू हुने सम्भावना, मुटुको चाल गडबड हुने सम्भावना रहन्छ होइन, पोटासियमको मात्रा तलमाथि हुने सम्भावना रहन्छ। त्यस्तै गरी स्टेरोइडलाई चाहिँ हामीले नेबुलाइजेसनको रूपमा प्रयोग गरिरहेछौँ भनेदेखि करेन्ट निमोनिया हुन सक्ने जोखिम हुन्छ कि होइन। अब आस्थमा नै भएका बच्चाहरू छन् भने त स्टेरोइडले बेनिफिट गर्ला केही हदसम्म होइन। तर चाहिँ यतिकै भनौँ न हँचुवाको भरमा हामीले औषधिको प्रयोग गरियो भनेदेखि त्यसबाट हुने फाइदा भन्दा पनि त्यसको चाहिँ साइड इफेक्टले गर्दाखेरि हुने जोखिममा चाहिँ हामी बढी पर्ने भयौँ कि। ओके, सो यसमा चाहिँ मैले लाइक एक्सर्साइजको कुरा गरेँ अथवा मर्निङ वाकको कुरा गरौँ होइन। अब विन्टर आउँदै नै छ, मर्निङ वाक भनेर अब हाम्रो धेरैजना हेल्दी रहनको लागि मर्निङ वाक भनेर निक्लिने चलन त छँदै नै छ, बट इट इज हार्मफुल खासमा अहिलेको विन्टरको केसमा निस्किँदाखेरि चाहिँ। सो कसरी चाहिँ हार्मफुल भइरहेको हुन्छ र के चाहिँ अल्टरनेटिभ गर्न सकिन्छ त्यसमा? अब हार्मफुल कसरी भन्दाखेरि त्यही स्मोक भन्ने कुरा आउँछ होइन। स्मोक भनेको चाहिँ धुवा भयो, त्यो चाहिँ कुहिरो भनेको फग भयो होइन, त्योसँग चाहिँ मिलेर त्यो मिक्सचर बनाइदियो, त्यसलाई हामीले स्मोक भनेर भन्ने भयौँ। त्यो स्मोकले चाहिँ र त्यहाँ भएको पार्टिकुलेट म्याटर्सहरूले चाहिँ हाम्रो लङ्समा गएर चाहिँ डाइरेक्टली पेनिट्रेट गर्ने भयो। त्यसपछि चाहिँ अप्पर एयरवे, ठुलो ठुलो पार्टिकल्सले अप्पर एयरवे र सानो सानो पार्टिकल्स छ भने चाहिँ त्यो झन् लोवर एयरवेमा पनि गएर अनि त्यो चाहिँ ब्लडसँग पुगेर अनि त्यसले चाहिँ सबै ठाउँमा फैलिएर चाहिँ असर गर्ने भयो होइन। भनेपछि यसको विकल्प चाहिँ के हुनसक्छ त भन्दाखेरि अब कि त चाहिँ अब वायु प्रदूषणै नभएको ठाउँमा गएर मर्निङ वाक गर्नु पऱ्यो, त्यो कतिको सम्भव छ होइन। नभएदेखि चाहिँ हामी आफू अब हुन त अब बाहिरको भनौँ न इन्भाइरोमेन्टमा हिँडे जस्तो हुँदैन भनिएला भन्नलाई होइन, तर चाहिँ साइक्लिङै गरेर होइन, इन्डोरै साइक्लिङ गरेर पनि हामीले अथवा अरू कुनै एरोबिक एक्सर्साइजेसहरू गरेर होइन हाम्रो लङ हेल्थलाई प्रमोट गर्नको लागि अथवा रुमभित्रै बसेर योगा गरेर पनि हामीले चाहिँ होइन अनि डिप ब्रिदिङ एक्सर्साइजेसहरू गरेर यसरी चाहिँ हामीले हाम्रो लङ हेल्थलाई चाहिँ प्रोटेक्ट गर्न सक्छौँ। ओके, सो अलिकति सनलाइट आइसकेपछि हिँड्नुपर्छ भन्ने कुरा चाहिँ इज द्याट मिथ अर इज द्याट रियल? त्यो चाहिँ हजुरको लङ हेल्थ त छँदैछ होइन, त्यो त कार्डियक हेल्थसँग पनि अलिकति रिलेटेड हुन्छ कि। किन भन्दाखेरि चिसोले चाहिँ के गर्छ त भन्दाखेरि कुनै पनि मांसपेशीलाई चाहिँ सङ्कुचन गराइदिन्छ कि, भनेको कन्ट्र्याक्सन गराउँछ मांसपेशीहरूको होइन। एयरवेमा पनि कन्ट्र्याक्सन गराएर चाहिँ मान्छेलाई सर्ट अपरेट गराउन सक्छ भनेर हामीले भनियो होइन। त्यस्तै गरेर चाहिँ मुटुमा जाने रगतको नसाहरू हुन्छ नि, तिनीहरूलाई पनि सङ्कुचित गराइदिएर त्यसले गर्दा मुटुमा पनि ब्लड सप्लाई कम हुन्छ कि। अनि त्यसैले गर्दाखेरि चाहिँ सडनली मर्निङ वाक गएको मान्छे हार्ट एट्याक भएर चाहिँ ढक्ने पनि सम्भावना चाहिँ रहन्छ कि। त्यही भएर धेरै चिसोमा भन्दा पनि अलिकति घाम लागिसकेपछि जब चाहिँ चिसो त्यति धेरै हुँदैन त्यतिखेर चाहिँ सेफ हुन्छ रिलेटिभली होइन मर्निङ वाक गर्नको लागि चाहिँ। मैले कता सुने अनुसारले चाहिँ त्यो सनलाइटको लाइक त्यो स्मोक जुन हुन्छ हाई के अरे कोल्ड टेम्परेचरले गर्दाखेरि हाम्रो लेभलमा हाइटकै लेभलमा आइरहेको हुन्छ भने सनलाइट आइसकेपछि त्यो ड्राई भएर बरु तल झर्छ अरे भन्ने चाहिँ अथवा माथि जान्छ कता जान्छ भन्ने मैले सुनेको है सुन्न चाहिँ, बट आई डोन्ट द्याट्स नट ट्रु। त्यस्तो छ, त्यो त भनिहालेँ नि। अब हजुरको हामी लङमा मात्रै बढी फोकस गरेर त्यसरी कुरा गऱ्यौँ राइट। हजुर, अब त्यो कार्डियक पार्टलाई पनि हामीले हेल्थ त हामी सबैको हो नि त होइन, हाम्रो शरीरमा फोक्सो मात्रै छैन, उठो पनि छ, अरू अङ्गहरू पनि छन् होइन। त्यसैले गर्दाखेरि हो अब चिसोमा चाहिँ हजुरले भने जस्तै कन्डेन्स्ड भएर कुनै पनि पार्टिकल्सहरू चाहिँ तिनीहरू अलिकति डेन्सिटी बढी हुन्छ, लोवर अल्टिच्युडमा चाहिँ पनि पाइने भयो होइन। त्यसले गर्दा हाम्रो एक्सेसमा हुन्छ, त्यसले त्यो चिजलाई हामीले ब्रिद इन गर्न सक्छौँ होइन। त्यसले गर्दा त्यसबाट हुने हजार्ड्सहरू बढी हुने भयो। जति चाहिँ घाम लाग्दै जान्छ त्यसपछि टेम्परेचर बढ्दै जान्छ, त्यसपछि चाहिँ त्यो लाइट त्यो हेभी पार्टिकल्सहरू चाहिँ हिट एक्सपोज भइसकेपछि लाइटर हुँदै जान्छन् अनि अलिकति माथि जान्छन्, त्यसले गर्दा हामीसँग त्यति एक्सेसमा हुँदैनन्। राइट, हजुर। ओके, सो यसमा चाहिँ मास्क, सर्जिकल मास्कले चाहिँ कतिको वर्क गर्छ? हामी यो सबै कुराहरू त गऱ्यौँ होइन। सर्जिकल मास्कले चाहिँ युजली के गर्छ भन्दा सर्जिकल मास्क अथवा कपडा यत्तिकै हामीले मुखमा छोप्ने गरिरहेको हुन्छौँ, त्यो लगभग उत्तिकै नै इफेक्टिभ हुन्छ खासमा। त्यसले चाहिँ अरू अर्डरहरूलाई चाहिँ प्रिभेन्ट गर्ने मात्रै हो बेसिकल्ली होइन। अब N95 मास्क भन्ने हुन्छ, त्यसले चाहिँ 95% अफ द पार्टिकल्ड म्याटरलाई चाहिँ छेर्न दिँदैन कि। त्यो पनि अब मास्क लगाउने भनेर अगाडिबाट हेर्दाखेरि मास्क लगाएर बसेर पनि भएन है, टाइट फिटिङ हुनु पऱ्यो कि। अब माथिको यो ओपनिङ जुन छ होइन त्यो ओपनिङलाई कम्प्लिटली सिल गरेको हुन्छ, मेटालिक एउटा क्लिप जस्तो हुन्छ नि, त्यसले मजाले प्रेस गर्नु पऱ्यो। अनि तलको पनि पार्ट सबै यहाँसम्म चाहिँ कम्प्लिटली कभर गरेको हुनुपर्छ कि। अदरवाइज चाहिँ मास्क लगाएर चाहिँ हामीले यत्तिकै देखाउनलाई मात्रै मास्क लगाइरहेको छौँ भने जस्तै पुलिसलाई चाहिँ ट्राफिकले समात्छ भनेर हेलमेट लगाए जस्तो त्यो गर्नु भएन कि होइन। कीटाणुलाई चाहिँ मास्क देखाएर तर्साउने होइन, पार्टिकुलर म्याटर्सलाई तर्साउनुलाई लागत होइन नि त। चाहिँ सही तरिकाले चाहिँ लगाइयो भनेदेखि डेफिनेटली त्यसले केही हदसम्म चाहिँ प्रोटेक्ट चाहिँ गर्छ। ओके, सो N95 ले चाहिँ लाइक इट क्यान बी इफेक्टिभ
इन आवर एयर पोल्युसन अल्सो त्यो तर फेरि N95 मास्क लाएरै चाहिँ मर्निङ वाक जाने अथवा अलिकति स्ट्रेनस एक्सर्साइज गर्ने भन्ने चाहिँ होइन नि फेरि किन भन्दाखेरि चाहिँ अब त्यसले त हजुरको एयरवे जुन जसरी हामीले सास ब्रिदिङ गरिरहेछौँ नि होइन त्यो बाटोलाई त 95%लाई रोकिरहेछ भनेपछि त पक्कै पनि त्यो त रेजिस्टेन्स छ नि त त्यही भएर चाहिँ हामीले अलिकति हामीलाई सर्ट टर्म ब्रेथ भएको बेलामा हाम्रो रेस्पिरेटरी रेट बढेको बेलामा भनेको मतलब कुनै फिजिकल एक्टिभिटी गरिरहेछौँ जस्तै कि मर्निङ वाक गरिरहेछौँ अलिकति स्पिडमा हामी हिँडिरहेछौँ भने त हाम्रो चाहिँ रेस्पिरेटरी रेट त बढ्या हुन्छ होइन अलिकति थोरै सर्टनेस अफ ब्रेथ त हुन्छ हामीलाई होइन अनि त्यस्तो बेलामा हामीले मास्क लगाइरहेछौँ भनेदेखि चाहिँ हामीलाई सास फेर्न झन् गाह्रो हुन्छ कि किन भन्दा त्यो रेजिस्टेन्स हुन्छ नि त त्यसले गर्दाखेरि त्यही भएर मर्निङ वाकै गर्दा अथवा चाहिँ एक्सर्साइजै गर्ने बेलामा पनि हामीले मास्क फेरि प्रयोग गर्ने भन्ने कुरा चाहिँ फेरि अलिकति प्र्याक्टिकल नहुनसक्छ राइट हजुर ओके सो अब एक्सर्साइजको केसमा चाहिँ होइन कुन चाहिँ मेबी फ्यु एक्सर्साइजेसहरू जुन चाहिँ मान्छेले घरैमा बसेर गर्न सक्छ जसले चाहिँ लङ ओभरअल लङमा चाहिँ हेल्प गर्न सक्छ अथवा योगा होइन हजुरलाई त्यस्तो कुनै आइडिया त्यही त अघि हामीले कुरा गरिसक्यौँ नि त होइन एउटा भनेको चाहिँ हजुरको बडी पोस्चर होइन बडी पोस्चरलाई इरेक्ट राख्नु पर्यो होइन बस्दाखेरि पनि होइन कुप्री परेर बस्नु भएन एउटा त्यो भयो अर्को भनेको चाहिँ डिप ब्रिदिङ होइन डिप ब्रिदिङ गरियो भनेदेखि चाहिँ कुना काप्चाको एल्भियोलाईहरू पनि रिक्रुट हुने भयो त्यहाँ चाहिँ हाम्रो एयर पुग्ने भयो अनि त्यो एयरले ग्यास एक्सचेन्जमा हेल्प गर्ने भयो होइन त्यस्तै गरेर अर्को भनेको चाहिँ एयरवेमा सेक्रेसन्सहरू केही छ भनेदेखि त्यसलाई चाहिँ हामीले कपाल अफ डिप ब्रेथ्स लिएर अनि त्यसपछि चाहिँ कफ आउट गर्न कोसिस गर्ने कि अनि त्यस्तो गऱ्यो भने पनि एयरवेको सेक्रेसन्सहरूलाई हामीले क्लियर आउट गर्न सक्यौँ होइन अनि अर्को भनेको चाहिँ हामीले सिम्पल चाहिँ एउटा क्लोज फिस्टमा ब्लो गरेर पनि हामीले फुक्सुको एल्भियोलाईहरूलाई चाहिँ रिक्रुट गर्न सकिन्छ कि भनेको एल्भियोलाईहरूलाई ओपन अप गराउन सकिन्छ डिभाइसै प्रयोग गरियो भने चाहिँ इन्सेन्टिभ स्पाइरोमेट्री भन्ने एउटा भाँडा जस्तो हुन्छ होइन त्यसमा चाहिँ विभिन्न कलरको बल्सहरू हुन्छ त्यसले चाहिँ अब एउटा बललाई उठाएपछि इन्सेन्टिभ जस्तो भयो नि त त्यसले त्यसको नामै इन्सेन्टिभ स्पाइरोमेट्री भनेर राखेको छ अनि त्यसलाई पनि हामीले युज गर्न सकिन्छ ब्रिदिङ एक्सर्साइजको लागि चाहिँ त्यो चाहिँ बेसिकल्ली कुनै फोक्सोको कुनै दीर्घरोग छ भने अथवा केही समस्या भएको छ भनेदेखि त्यो हो अदरवाइज चाहिँ हामीले होम रेमेडीकै हिसाबले अथवा घरमै बसेर गर्न मिल्ने त विदाउट त्यो पनि हामीले गर्न चाहिँ सकिन्छ लाइक ओभर रेस्पिरेटरी सिस्टम हाम्रो हेल्दी राख्नलाई चाहिँ होइन हजुरको एक्सपिरियन्स अनुसारले चाहिँ फ्यु कुराहरू चाहिँ हाम्रो अडियन्सहरूलाई के सजेस्ट गर्नुहुन्छ लङलाई हेल्दी राख्नको लागि पहिला सुरुमा त आफू नै हेल्दी हुनु पऱ्यो होइन अनि त्यसपछि चाहिँ अब के छ त उसको सबभन्दा पहिला त उसले के गर्नु पऱ्यो भन्दा उसले काम के गरिरहेछ होइन अकुपेसनल हेल्थ हजार्ड केही छ कि छैन त्यो पत्ता लगाउनु पऱ्यो त्यसमा त्यस्तो आफ्नो वर्क रिलेटेड केही हजार्ड्सहरू छ भने त्यसलाई एभोइड गर्नु पऱ्यो अर्को भनेको चाहिँ पब्लिक प्लेसेसहरूमा जाँदाखेरि मास्कको प्रयोग गर्नु पऱ्यो मास्कको प्रयोग गर्दा पनि प्रिफरेबली चाहिँ के भयो त भन्दा एक्जर्सन छैन भने होइन चाहिँ N95 मास्क प्रयोग गरेको राम्रो हुने भयो त्यस्तै गरेर अर्को भनेको चाहिँ इन्डोर एयर पोल्युसन होइन इन्डोर एयर पोल्युसनको मिनिमाइजेसन गर्नलाई हामीले के गर्न सकिन्छ भनेर हामीले कुरा गऱ्यौँ त्यो एउटा कुरामा ध्यान दिनु पऱ्यो त्यस्तै गरेर अर्को भनेको चाहिँ आउटडोर पनि होइन आउटडोरमा पनि त्यो जुन हामीले भन्यौँ भर्खरै होइन स्मोक अथवा चाहिँ पार्टिकुलेट म्याटर रिलेटेड डिजिजहरू लाग्न सक्छ हामीलाई भनेर त्यसलाई अभोइड गर्नको लागि सकेसम्म क्लोज्ड भनौँ न सकेसम्म त्यसमा एक्सपोज हुन लागेको छौँ भने हामीले फेरि मास्कको प्रयोग गर्नु पऱ्यो होइन त्यस्तै गरेर स्मोकिङ होइन स्मोकिङ चाहिँ फर्स्ट ह्यान्ड स्मोकिङ सेकेन्ड ह्यान्ड स्मोकिङ सबै चाहिँ हाम्रो लागि डेन्जरस छ त्यही भएर त्यो चिजहरूबाट चाहिँ हामी सधैँ पर बस्नु पऱ्यो है त्यस्तै गरेर अर्को भनेको चाहिँ हामीले जुन योगाको कुरा गऱ्यौँ होइन अथवा एक्सर्साइजहरूको कुरा गऱ्यौँ लङ हेल्थलाई इम्प्रुभ गर्नको लागि त्यो कुरामा ध्यान दिनु पऱ्यो अर्को भनेको चाहिँ जति हाम्रो इम्युनिटी कम्प्रोमाइज हुन्छ जति हामी चाहिँ भनौँ न हाम्रो इम्युनिटी कम्प्रोमाइज भएपछि हाम्रो लङ हेल्थलाई नै असर गर्न सक्छ होइन हामीलाई कुनै सङ्क्रमण हुने जोखिम बढ्छ है त त्यसले गर्दाखेरि चाहिँ इम्युनिटीलाई बुस्ट गर्ने हिसाबले एन्टिअक्सिडेन्ट्सहरूको सेवन गर्नु पऱ्यो जस्तै कि भिटामिन सी होला होइन अब अहिले त जाडो लाग्दैछ सुन्तला कागतीको सिजन त आइरहेछ होइन त्यो खाएर पनि त्यसलाई पनि हामीले एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ त्यसले चाहिँ अनगोइङ केही इन्फ्लेमेसन कतै केही भइरहेको रहेछ भने त्यसलाई पनि कन्ट्रोल गर्नलाई त्यसले हेल्प गर्ने भयो होइन त्यो कुराहरू डाइटमा पनि हामीले ख्याल गर्न सकियो होइन त्यसरी चाहिँ ओभरअल भनौँ न हरेक सानो स्टेप्सहरू एउटा सिङ्गल स्टेपले नै म इम्प्रुभ गर्छु भन्ने कुरा हुँदैन सानो स्टेप्सहरू चाहिँ हामीले लियौँ भनेदेखि चाहिँ लङ हेल्थलाई इम्प्रुभ गर्न सकिन्छ अब त्यसमा चाहिँ एउटा अर्को इम्पोर्टेन्ट पार्ट भनेको चाहिँ भ्याक्सिनेसन पनि हुन्छ है त कसैलाई चाहिँ क्रोनिक अब कुनै पनि प्रकारको दीर्घरोग जस्तै कि हाइपरटेन्सन डायबिटिज हार्ट डिजिज अथवा चाहिँ कलेजोको डिजिज होइन त्यस्तै गरेर लङकै डिजिज त भइ नै हाल्यो होइन यस्तो छ भनेदेखि चाहिँ कमन प्याथोजेन्सहरूबाट बच्नको लागि चाहिँ भनेर हामीले चाहिँ भ्याक्सिनेसन गर्न सकिन्छ कतिपय भ्याक्सिनहरू इयरली लाउनु पर्ने हुन्छ होला कतिपय चाहिँ एकचोटि लगाएपछि सधैँभरि लगाउने हुन्छ होला होइन त्यो चाहिँ हामीले परामर्श लिएर अनि त्यो अनुसार चाहिँ हामीले भ्याक्सिनेट गऱ्यौँ भनेदेखि चाहिँ त्यसपछि पनि हामीले त्यसबाट हुने जोखिमलाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ
ओके, थ्याङ्क यू सो मच डक्टर स्नेहा होइन, हजुरले धेरै कुराहरू हामीलाई आइडिया दिनुभयो र होपफुल्ली हाम्रो अडियन्सहरूलाई पनि त्यति नै लेभलमा चाहिँ आइडियाहरू भयो होला होइन। हजुरको एक्सपिरियन्सबाट पनि हामी धेरै कुराहरू सिक्न सक्यौँ। ओके, लाइक थ्याङ्क यू सो मच वान्स अगेन फ्रम इन्टायर टिम अफ पोडकास्टर्स। थ्याङ्क यू सो मच डक्टर। मलाई पनि बोलाइदिनु भयो, आफ्नो कुराहरू राख्ने मौका दिनुभयो होइन। हजुर, त्यसको लागि धेरै धेरै धन्यवाद। पोडकास्टर्सलाई चाहिँ सबै पब्लिकमा चाहिँ पुर्याउन सक्नु होला हजुरले पनि, म पनि आफ्नो तर्फबाट प्रयास गर्नेछु। हामीले चाहिँ युजुअली चाहिँ अन्डर एस्टिमेट गरिरहेको हुन्छौँ होइन लङ हेल्थलाई चाहिँ। यो कोभिड पेन्डेमिकले गर्दा मात्रै हाम्रो चाहिँ ओहो लङ्स पनि भन्ने चिज पनि छ है भन्ने जस्तो भयो होइन। कोही पनि मान्छेले छाती दुख्यो भन्ने बित्तिकै मुटु नै दुख्यो भन्ने जस्तो हुन्थ्यो होइन। तर चाहिँ मुटुभन्दा ठुल्ठुला दुईवटा अङ्गहरूले मुटुलाई बिचमा बेरेर राखेका छन् भन्ने कुरा बिर्सिनु भएन। लङ हेल्थको पनि इम्पोर्टेन्स चाहिँ हामीले चाहिँ जेनरल पब्लिकमा पुर्याउनलाई हजुरले जुन सहयोग गर्नुभयो, जुन मलाई प्लेटफर्म दिनुभयो, त्यसको लागि हजुरलाई पनि धेरै धन्यवाद। हजुरको टिम पोडकास्टर्सलाई पनि धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच वान्स अगेन। ओके, हामीले धेरै कुराहरूको आइडिया पायौँ आजको यो एपिसोडबाट। हामीले कुरा गऱ्यौँ पोल्युसनको बारेमा, स्मोकिङको बारेमा, कोभिड पोस्ट कोभिड केसेसहरूको बारेमा पनि कुरा गऱ्यौँ, सँगसँगै भेपिङ्सहरूको इफेक्टहरू र अरू पनि थुप्रै कुराहरू चाहिँ यो एपिसोडमा इन्क्लुड गरेका छौँ। हजुरलाई यो एपिसोड मन पऱ्यो भने आफ्नो लभड वान्सहरूसँग सेयर गर्नको लागि चाहिँ नबिर्सिदिनु होला। सँगसँगै लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् र अझ धेरैभन्दा धेरै अडियन्ससँग चाहिँ यो कुराहरू, यो इन्फर्मेसन्सहरू चाहिँ पुग्न चाहिँ हामीलाई हेल्प गरिदिनु होला। ओके, र सँगसँगै हजुरहरूलाई केही क्वेसन्सहरू छ, क्वेरिजहरू छ भने कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ र कुनै टपिक्सहरू कभर गरिदियोस् भन्ने छ भने त्यो पनि हजुरहरूले मेन्सन गर्न सक्नुहुन्छ। सो थ्याङ्क यू सो मच वान्स अगेन। दिस इज पोडकास्टर्स द हेल्थ सिरिज। स्टे ट्युन्ड।